साथीहरू, सरकारले ड्राइभिङ लाइसेन्सको लागि उमेर हदहरू निकै परिवर्तन गरेको छ। अब यातायातको नियममा धेरै ठुलो परिवर्तन गरेको छ। अब जस्तै उमेर हदहरूको हेर्दाखेरि अब पाङ्ग्रे गाडी, 2 पाङ्ग्रे भनेको बाइक अनि 3 पाङ्ग्रे टेम्पो सिटीहरूको लागि उमेर हद भनेको अहिलेको नियम अनुसार 18 वर्ष गरिएको छ। पहिले चाहिँ 16 वर्ष थियो, अहिले चाहिँ 18 वर्ष गरेको छ। अनि सानो 4 चक्के सानो गाडीको उमेर हद भनेको अहिले चाहिँ 21 वर्ष गरेको छ, पहिले चाहिँ 18 वर्ष थियो। अनि ठुलो सवारी साधनको उमेर हद अहिले चाहिँ 23 वर्ष गरिएको छ, जुन चाहिँ पहिले 21 वर्ष थियो। ठुलो सवारी साधन कुदाउनको लागि अहिले उमेर हद तोकिएको छ 65 वर्ष। 65 वर्ष क्रस भइसकेपछि कसैले पनि ठुलो सवारी साधन कुदाउन पाउने छैन, जुन अहिलेको